नमस्ते। विदेशको बसाई अनि यो प्रतिस्पर्धात्मक दौडधुप जिन्दगी कहिले लछारिँदै त कहिले पछारिँदै चलेका जिन्दगीका भोगाईहरू पल्टाउँदै जाँदा भावनामा बनेका यी शब्दहरूलाई कवितामा एउटा सानो कविता जस्तो खेसरा बनाएर प्रस्तुत गर्ने कोसिस गरेको छु। ल सुरु गर्छु है त। खर्च मेरो चितुवाको गतिमा, कमाई मेरो कछुवाको चालमा छ। खर्च मेरो चितुवाको गतिमा, कमाई मेरो कछुवाको चालमा छ। पल्टाउँछु हिसाब किताब, हेर्छु साहु, हेर्छु साथीभाइ, सब कुरा गोलमाल अनि बेहालमा छ। सब कुरा गोलमाल अनि बेहालमा छ। खर्च मेरो चितुवाको गतिमा, कमाई मेरो कछुवाको चालमा छ। नसोध्नु मलाई महोदय, नसोध्नु मलाई महोदय, मेरो वर्तमान के हालमा छ। थाकेको शरीर अनि पाकेको मनको कुरा मिल्दैन। थाकेको शरीर अनि पाकेको मनको कुरा मिल्दैन। दिमाग निकै ठुलो हडतालमा छ। नसोध्नु मलाई महोदय, मेरो वर्तमान के हालमा छ। हातै नहुनेको पनि भाग्य रेखा कोर्ने ए भगवान। हातै नहुनेको पनि भाग्य रेखा कोर्ने ए भगवान, तपाईप्रति एउटा सवाल छ। हातै नहुनेको पनि भाग्य रेखा कोर्ने ए भगवान, तपाईप्रति एउटा सवाल छ। हिजो हुँदासम्म हुने साथीभाइ आफन्तहरू आज रुँदासम्म नहुने। हिजो हुँदासम्म हुने साथीभाइ आफन्तहरू आज रुँदासम्म नहुने। तिम्रो लीला किन यस्तो बवाल छ। हातै नहुनेको पनि भाग्य रेखा कोर्ने भगवान, तपाईप्रति एउटा सवाल छ। हार पछिको हार, हार पछिको हार, प्रहार पछिको प्रहार, मेरो उज्यालो भविष्यमा कालो बादल छाएको छ। हार पछिको हार, प्रहार पछिको प्रहार, मेरो उज्यालो भविष्यमा कालो बादल छाएको छ। तर पनि खुसी छु म, तर पनि खुसी छु म, किनकि मेरो हारमा प्रहार गर्ने मेरो केही साथीले धेरै पछि, मेरो हारमा प्रहार गर्ने केही साथीले धेरै पछि खुलेर हाँस्न पाएको छ। हार पछिको हार, प्रहार पछिको प्रहार, मेरो उज्यालो भविष्यमा कालो बादल छाएको छ। तर पनि खुसी छु, किनकि मेरो हारमा प्रहार गर्ने केही साथीले धेरै पछि खुलेर हाँस्न पाएको छ। ल, जिन्दगीमा जे जस्तो दुःख समस्या आइपरे पनि हरेस चाहिँ खानु हुँदैन है। यी भावनामा हराउनु एउटा कुरा हो, तर जिन्दगीको सङ्घर्षलाई छोड्नु हुँदैन। ल त फेरि